Hi guys, good morning. Welcome to my YouTube channel. So, म चाहिँ आज काकरभिट्टा छु अनि अब चाहिँ हामी दमक जान लाग्यो त्यही नै हो जस आज पनि अब ट्राई टु क्याप्चर मोर भिडियोज फर यु गाइज लेट्स चाहिँ के हुन्छ किनभने ट्राभल गरेर हुन्छ सुतिसकेको हुन्छु म त कति त्यही भएर ओके सो मेरो चाहिँ यहाँ चिया आयो बिहान बिहान आज चाहिँ बल्ल बिहानै मैले चिया खान पाएँ अब यसपछि मेरो नास्ता आउँछ अनि म देखाउँछु ल यो चाहिँ मेरो नास्ता आइसक्यो नै नै हुनुहुन्छ ल अब चाहिँ निक्लिन थालेको हामी काँक्राभिट्टाको बजार हेर्नुहोस् ल हामी चाहिँ निस्किसक्यौँ अब लुखर 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 गर्दै जाँदैछौँ है त सो हामी चाहिँ बस चढिसक्यौँ अब हामी कहाँ जाँदैछौँ भने दमक दमक जाँदैछौँ झापा दमक जाँदैछौँ हामी ल गाइज हेर्नुहोस् यहाँनिर बाहिर टिकटकमा च्यालेन्जहरू देखिरहेको म सबैले ल्याइदिँदैछु रेडी हुनु होला हामी अब यहाँ बिट्टा मोड आयौँ गाइज बिट्टा मोड मेरो इच्छा तिमीलाई पनि यहाँ बिट्टा मोड लिएर आएको छु बाटो चाहिँ लास्टिङ डेन्जरै बिग्रेको रहेछ त्यतातिर परिरहेको छ कति गर्मी हो कि राम्रो यति बिहानै यस्तो यो बाटो बाटोमा यो पुलहरू बनिरहेको छ अनि त्यही भएर यस्तो धुलो उड्छ यतिको चाहिँ गएर है त मैले यहाँ यस्तो धुलो उडेर मास्कै ल्याउनु बिर्सेछु क्या भगवान् आँखामा धुलो गएर कस्तो गाह्रो पर्छ गुन्डा दमक आयो दमक आयो हेर्नु त बजार आउन चाहिँ अब बाँकी छ है आउँदैछ चाहिँ यो पुलबारी चाहिँ बजार छ कि सो ओर्लिसकेँ गाइज यहाँनिर अब हिँडिरहेको खाना खानको लागि ओ माई गुडनेस कति गर्मी हुँदैन झोले 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 तर म चाहिँ ब्याग बोकेर झोले भएको है नट अरू टाइपको लुखुर अब कहाँ खाने भनेर हामी हिँडिरहेको छौँ अब स्पिकर किन्नुपर्छ अब माइक किन्नुपर्छ जस्तो समय पापा हामी चाहिँ यहाँ
सो मेरो चाहिँ यहाँ आइस लाटे आइसक्यो अनि हाम्रो दिदीहरूको चाहिँ लस्सीहरू पनि आइसक्यो यहाँनिर हाम्रो सबसे ठुलो दिदीको लस्सीहरू चाहिँ आउनु बाँकी छ त्यहाँनिर बिरयानी आयो बिरयानी खाना ल अब चाहिँ हामी निस्किँदैछौँ है त हामी बेकरीमा आयौँ गाइस यो चाहिँ नन भेज रे यसमा चाहिँ क्यारेट केक मेरो चाहिँ होइन एउटा मिटिङ थियो जो सकियो अब यहाँबाट चाहिँ म जाँदैछु इटहेरीमा गाइजहरू ओके हेरिराख्नु ल अझै पनि बनाउँछु होला मैले पुग्दासम्म इटहेरी पुग्दासम्म जस मिटिङ सकेर चाहिँ म अहिले आएको है सो म चाहिँ अटो चढिसकेँ अब बस पार्क जानलाई सो यहाँ चाहिँ गाडी कुरेर बसिरहेको गाइज हामीहरू हामीलाई लिएर जाने बसमा चाहिँ आएन इटहेरी जानको लागि सो यतिकै बसिरहेको छौँ हामी लागि इटहेरीतिर हामी चाहिँ यहाँ एकछिन रोकेको रेस्ट गर्नलाई हे रिक्सा तल मैले कहाँ कहाँ लगेर गएको छु काँक्रा भुट्टादेखि लिएर पश्चिम लग्न बाँकी छ मैले यहाँ बाँदर देखेको छु कि म बनाउँछु ल बनाउँछु म देखाउँछु ल सी यो बाँदर उताबाट अर्को पनि आयो मेरो फोन लग्यो आमा अर्को पनि आयो बाटो त कस्तो राम्रो देखेछ तर बन्दै रहेछ कि फुल्ली बन्यो भने चाहिँ अझै राम्रो देख्छ होला सो गाइस हामी चाहिँ उखुको जुस खान लाग्यो है सो चियर्स यु गाइस हामीले फेरि अब लागिसक्यौँ सो म चाहिँ इटहेरी पनि पुगिसकेँ अनि हाम्रो ब्यागहरू चाहिँ यहाँनिर थियो कि हामीले अस्ति राखेर गएको थियो अनि त्यो रिसिभ गऱ्यो अब जान लाग्यो हामी अर्को ठाउँमा ओके थ्याङ्क यू फर वाचिङ सो यही नै एन्ड हो यो भ्लगको बाई बाई